हेलो नमस्ते एभ्रिवान, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै नै छौँ। अनि हामी चाहिँ आज बौद्धमा गाई जात्रा हुँदैछ होइन। हामी कहाँ जान्छौँ भने गाई जात्रा होइन हो गाई जात्राको लागि हामी जाँदैछौँ है गाई बौद्धमा। ल हामी चाहिँ सल्लाहको बाटोमा जाँदैछौँ। हाम्रो मास्टर र म चाहिँ भ्लग अब यस्तै हुँदैछ। बाटोमा हामी जाँदैछौँ अब बौद्ध पुग्नु लागेको छु। बौद्ध पुगेर चाहिँ हामी गाई जात्रा हेर्नेछौँ। गाई जात्रा हेर्नेछौँ। चाहिँ गाई जात्रा हेर्नु टक्क बौद्धमा होइन र। राजेश सर के छ त होइन हाम्रो बौद्धको के छ आजको गाई जात्रा कस्तो रमाइलो हुनेवाला छ होइन त? रमाइलो हुन्छ त एकदम 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 गुड 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 फाइन फाइन। यस्तो जाने नि त हामी होइन। आज चाहिँ गाई जात्रामा घुम्दैछौँ होइन। गाई जात्रामा हामी घुमिरहेको छौँ होइन। अगाडि लाखेको छ, हामी पछाडि छौँ होइन। हामी सर्लक्क हिँडिरहेछौँ यहाँ। केही जान्छ त मास्टर, कस्तो लाग्दैछ गाई जात्रा? एकदम बवाल लागिरहेको छ गाई जात्रामा चाहिँ। रमाइलो हुँदैछ तर यो अलिक भिड त अलिक धेरै है। आज मान्छे धेरै छ है।
पानी आयो भने त फेरि नरमाइलो हुन्छ नि त के गाइस हामी ल भनिदिनु त कस्तो हुँदैछ आज गाई जात्रा आज धेरै मजा आयो तर गर्मी भयो के धेरै होइन पानी त पर्दैन होला मास्टर होइन तर गर्मी चाहिँ भयो हामीलाई धेरै तर भिडमा हामी पनि हिँडिरहेछौँ 2 बनको भयो अब 1 बनको घुम्लियो त्यहाँदेखि जानुपर्छ यार लास्ट गर्मी भयो दिउँसो हुनुपर्ने कति भयो ठ्याक्कै 2 त बज्दैछ 2 बजीको अलिक घाम चाहिँ तर यति छैन आज घाम लाग्यो होला गर्मी पनि थियो होला आकाश होला जस्तो छ मैले पनि भर्खर फर्स्ट टाइम मात्रै आज हेर्दैछु अब बाँकी कुरा त भइ नै हाल्छ तपाईँ के साह्रो हेर्छ हो तपाईँ लास्ट हेर्छ हुनुहुन्छ भरे नि मन परेमा चाहिँ कमेन्ट गर्नु होला है त हाम्रो राजीव सरलाई होइन हाम्रो ग्रुपै छौँ क्या यहाँ ग्रुपै छौँ होइन ल अरू बढी ल आज चाहिँ हाम्रो गाई जात्रामा पानी परेर हामी चाहिँ यहाँनिर बसिरहेको छौँ माथि होइन पसलको अगाडि तर पसल अगाडि छौँ तर केही भन्नु त हुनु होला नि त होइन अनि कस्तो भयो ल भनिदिनु नि त गाई जात्रा तपाईँले मास्टर कस्तो भयो ल पानी पऱ्यो होइन तर लास्ट रमाइलो भयो होइन आजको गाई जात्रा तर पानी परेपछि कहाँ हरायो लाखे नै कता छिरो क्या हामी मात्रै छौँ छैन लाखे चाहिँ पानीले सब मान्छे छेलेबेला अघि चाहिँ धेरै थियो अहिले चाहिँ थोरै मात्रामा छौँ हामी चाहिँ पसल अगाडि पछाडि चाहिँ पुरा हुन्छ नि त्यो के हो सब छ है पसल अगाडि के हो त्यसको नामै थाहा भएन सोध्नुपर्छ है के पसललाई सोधौँ भने पनि अब कसरी सोधिराख्नु होइन कमेन्टमा के हो यो चाहिँ भन्नु पऱ्यो होला यसको नाम चाहिँ थाहा हुनेले आज पानी परेर सबजना छाता उडिरहनु भएको छ होइन पुरा छाता उडेर अर्को नयाँ ग्रुप यो चाहिँ फेरि सानो बच्चालाई क्या यो त गरेर बच्चालाई चाहिँ सब छाता उडेर क्या गाई जात्रा त सबै पानी हिले जात्रा भयो पानी आएर पानी चाहिँ रह्यो तर अहिले चाहिँ माथि परेर आज परेर चाहिँ बस्ने ठाउँै नपाएर माथि क्या सबै गाई जात्रा कस्तो लाग्यो त राजेश सर मुस्कानजी भनौँ न कस्तो लाग्यो एकदम रमाइलो लाग्यो है मलाई चाहिँ आज चाहिँ रमाइलो छ होइन रमाइलो पनि भयो ल कहाँ कस्तो लाग्यो गाई जात्रा ल जग्गा आमामा परेर कस्तो बवाल ल हाम्रो हाम्रो भ्लगमा स्वागत छ हामीले सट्ट गाई जात्रा पनि हेऱ्यो ठुल्ठुलो गाई पनि हेऱ्यो सिङ पलाएको है यत्रो त सिङ पलाएको गाई गङ्ग्राङ आइदिएर अनि हामी चाहिँ यता निस्क्यौँ अब जाँदैछौँ अब गाई जात्रा पनि हेरिसक्यौँ होइन त अनि यहाँबाट बिचबाट सट्ट फोन छिराएर चाहिँ यसरी अब हामी कहाँ जाँदैछौँ भने गाई जात्रा हेरिसकेर गएको होइन त हामी ल सबैजनालाई ल डान्स चाहिँ बवाल लाग्यो दिदीहरूको हामीलाई डान्स फेरि डान्स हेर्नु चाहिँ साह्रै मजा लाग्छ र होइन के भन्ने अब सक् गरेर खुट्टा चिलाएर आइहाल्छ अरे तर के आफ्नो चाहिँ गाई जात्रा हेरेर अब फर्किन लागेको छौँ है गाई जात्रा पनि रमाइलो भयो अघि पानी परेको थियो अहिले चाहिँ घाम लाग्यो अनि गाई जात्रा अघि पानीमा चाहिँ नरमाइलो भएको थियो घाम लागेपछि त कस्तो पसिना होइन सर ल भन्दै आजले जाँदा चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त गाइस ल सबैलाई हेलो लाइक कमेन्ट सेयर सब्सक्राइब है त